आज नेपाली नयाँ वर्ष वैशाख 1 गते 2083 सालमा चाहिँ कान्छी छोरी र मम्मी चाहिँ एकैचोटि कान छेड्ने भनेर आज हामी कान छेड्न गएको। त्यही भएर चाहिँ त्यही केही मेमोरी हुन्छ भनेर आज मैले सानो भिडियो अपलोड गरेको। हेरौँ यतै के हुन्छ। Kan kat Nila, kan cat paano thala ni? kan kat ka niya kan cuk ka panyo kan cuk ka panyo kan timbul kan apa kan kat juga ni tapi kan kat juga ni hai 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 awe isle kan kan ranyas has runna ni ai Yay! Pwede lagi ito. So when you ready on today? Yes. मिला छोरी चाहिँ कान छेड्ने बेलामा एकछिन रोए पनि एकदमै छिटो भुलिसकेकी थिए। उसलाई एकदम मनपर्ने खानेकुरा पनि लिएर गएका थियौँ, कोकोनट रोल। ऊ खाएपछि चाहिँ खुसी भएर खेल्न पनि लगाइसके। अनि आज चाहिँ नाइरा छोरी, हाम्रो जेठो छोरीको चाहिँ स्कुल थियो। उसलाई चाहिँ आज हामीले धेरै नै मिस गऱ्यौँ। ऊ एकदम आउन खोजेको थियो बहिनीको यो माइलस्टोन हेर्नको लागि। त्यही पनि दिन चाहिँ रमाइलोसँग बिताइयो आज चाहिँ।